नमस्ते। सबैभन्दा पहिले त आजको जुन आन्दोलन दमन भयो र त्यसमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण देशको परिवर्तनका लागि लड्नुभएका शहीदहरूप्रति हार्दिक श्रद्धासुमन अनि परिवारजनमा गहिरो समवेदना अनि जति पनि घाइतेहरू हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। आजको आन्दोलन एउटा यस्तो पुस्ताले नेतृत्व गरेर आन्दोलन गरिरहेको छु जसलाई देशमा मौलाउँदै गएको भ्रष्टाचार, व्यथिति, विसङ्गति, बेरोजगारी र अनिश्चित भविष्यको पीडाले त्रस्त एक युवा पुस्ता आज जेनजी आन्दोलनको नाममा आगो र आँधी लिएर सडकमा जाने उत्रिरहेको छ र थियो। आफ्नो आवाज उठाउन खोज्ने ती युवाहरूलाई दमन गर्न नालायक शासकहरूले प्रहरी परिचालन गरी यतिसम्मको तल्लो स्तरमा पुगेका छन् कि त्यसको परिणामस्वरूप काठमाडौँका सडकहरूमा आज चाहिने रगतले चाहिने हालिएका छन्। सडकभरि युवाका रगताम्य लासहरू र घाइतेहरूको करुण चित्रले देशलाई हल्लाइरहेको छ, देश रोइरहेको छ आज। अनि यस्तो यो कहाली लाग्दो चित्र मेरो जीवनमा मैले यति क्रूर दृश्य त मैले देखेको पनि थिएन, सुनेको पनि थिएन, भोग्ने त कुरै भएन कि आन्दोलनको पहिलो दिनमै सरकारले यति धेरै विचलित र कुरूप रूप प्रकट गरोस्। ठिक्क नालायक देश, लुटुवाहरू, युवाले के अपराध गरेका थिए र किन अन्धाधुन्द गोली प्रहार गरेर मारियो? यो प्रश्न प्रत्येक नेपालीले र प्रत्येक अहिले त विश्वभरि अहिले उठिरहेको प्रश्न यहीँनिर छ। त्यो आन्दोलनमा नेता, मन्त्री, सांसद, सेना, पुलिस वा उनीहरूका छोराछोरी र आसेपासेहरू त सबै सुरक्षित छन्, तर आफ्ना अधिकारका लागि सडकमा उत्रिएका आम युवामाथि बन्दुक तानेर ताकी गोली बर्साइयो। आन्दोलन भनेपछि केही ढुङ्गा हान्ने वा टायर बाल्ने त सामान्य विषय हो, त्यो पनि 28 वर्षभन्दा कम उमेरका ती तातो रगत भएका त्यो युवाहरूको आन्दोलनमा। तर यिनै सामान्य घटनाहरूलाई कारण बनाई रगतको खोला बगाउनु अपराध मात्र होइन, यो मानवतामाथिको अपमान हो र यो अपराध यति जघन्य अपराध छ कि यसको क्षमा दिन लायक अपराध छैन। यो आजको दिनदेखि यी भक्षकहरूका नाममा एउटा शब्द बोलेर वा कुनै बहानामा समर्थन गरेर उभिने जो कोही पनि अपराधी नै हुन्छ र ती अपराधी नै हुन्। देशलाई यो अवस्थामा पुर्याउने नालायक र राक्षसहरू यी प्रति हामीहरूले मुर्दाबाद भनिएन र यिनको पनि अब अझै पनि विरोध गरिएन भने यो आज त हामीहरूले एउटा युवा मात्रै मरेको देखिरहेका छौँ, घाइते भएको देखिरहेका छौँ, त्यो भोलि तपाईँ हाम्रा आफ्ना परिवारभित्रका सदस्यमा पनि आउने छ, यो हामीहरूले ख्याल गरेनौँ भने। त्यसकारणले जति सक्दो हामीहरूले चाहिँ यसको विरोध गरौँ, घोर विरोध गरौँ, यी नालायकहरूलाई चाहिँ नि त्यो ठाउँबाट हटाउनका लागि सक्दो कोसिस गरौँ। अनि यी नालायकहरूलाई चाहिँ जति सक्दो छिटो चाहिँ पत्याग गरी आफ्ना दाना पानी भर्नेको शरणमा गएर यो देश तिमी जस्ता चाहिँ राक्षसहरूको लागि चाहिँ हुँदै होइन के। त्यसकारणले तिमीहरूलाई कहाँबाट दाना पानी भरिया छ त्यहाँ चाहिँ तिमीहरू जानलाई तिमीहरूका झोली झाम्टा चाहिँ बन्दोबस्त गरेर बस्दा हुन्छ जस्तो मलाई लाग्छ। र अन्तिममा यिनीहरूको विरोध त गर्नु नै पर्छ, गर्ने नै हो।
कहाँबाट हुन्छ, आफू कहाँ छौँ होइन, कुन ठाउँमा हुनुहुन्छ तपाईँ, जहाँबाट जसरी सक्नुहुन्छ यो आजको यो कालो दिनको, आजको यो दमनको चाहिँ हामीहरूले विरोध गर्नैपर्छ र गरौँ। एउटा सचेत नागरिकको हिसाबले र देशलाई माया गर्ने नागरिकको हिसाबले हामीहरू सबै लाग्यौँ र विरोध गऱ्यौँ भने यस्ता अपराधहरू आगामी दिनमा चाहिँ कदापि हुने छैन, यही विश्वास पनि गर्न चाहन्छु। र अन्तिममा परिवर्तनका लागि आफ्नो जीवन बलिदान दिने सम्पूर्ण शहीदहरूलाई श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र परिवारजनमा गहिरो समवेदना, अनि जति पनि घाइते हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। र हामीहरूले हाम्रो ठाउँबाट केही गर्न सक्ने सहयोगहरू उपचारको लागि अथवा घर परिवारको लागि केही गर्न सकिने रहेछ भने पक्कै पनि त्यसमा पनि हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र सम्पूर्णलाई सम्झिन चाहन्छु। र यो नालायक शासकहरू विरुद्ध चाहिँ मुर्दाबाद पनि भन्न चाहन्छु र सम्पूर्णको जय होस्। सबै लागौँ, यसको विरोधमा लागौँ। हस्त, धन्यवाद।